बाई। हेलो गाइज, खास खोला जाने भनेर हिँडेको हामी। यो चाहिँ मेरो ब्याग अनि जान चाहिँ हामी 3 जना जान भनेर हिँडेको, तर यिनीहरू 2टा चाहिँ गइहाल्यो। चापी खस नि त कता हो। यसरी यहाँ खस्नु भयो चापी। अनि हेलो गाइज, हामी चाहिँ लागेको खोलातिर। बिस्तारै हो, तर हामी चाहिँ यहाँ हल्का झोलतिर भएर पछि भएर चाहिँ 3 जना चढेको हो। तर खासमा चाहिँ ट्राफिक नियमको पालना गरौँ, 2 जनाभन्दा बढी चाहिँ बाइकमा सवार नहो। तर म जस्तो सानो सानो छन् भने चाहिँ 3 जना एडजस्ट हुन सकिन्छ। बाँकी हजुरहरू आफ्नो इच्छाको कुरा है त। यस्तो रमाइलो वातावरण छ, यस्तो रमाइलो छ वातावरण। मोबाइललाई पानीतिर डुबाउनु दिन्छ होइन? मिल्छ होला। मिल्छ यस्तो रमाइलो पर्दैन। अब चाहिँ हामी ठ्याक्क बाइकबाट झरेर आधा बाटो चाहिँ कति बाटो हो हिँड्नुपर्ने हिँडेर अब चाहिँ हामी खोलातिर जाँदैछौँ। बाटो चाहिँ यस्तो छ, पहिरोले गएको रहेछ। त्यही भएर त्यहाँ छ खोला चाहिँ, हामी चाहिँ त्यहाँसम्म पुग्नु पर्ने हो। हाम्रो गाइजहरू चाहिँ पछाडि छन्। हेलो, तिनीहरू त्यस्तै हुन्छ, सधैँ लडेको झगडा गरेको गर्छन्। आई डोन्ट केयर। ल, बाटो चाहिँ यस्तो छ। यस्तो बाटोमा नि हामीहरू हिँड्दै गइरहेछौँ। यो पाइप चाहिँ के को पाइप हो? पानी निकालेको हो, खाने पानी के हो? मम्मी डाटो के नै हामी नै किन्डर दे म। दिनेश हेर्दिनुस्। यता हेरेर मेरो भ्लगमा तिमी रमाइलो छ गाइज। यहाँबाट हेर्न सक्नुहुन्छ हाम्रो सोध खोला यस्तो दामी छ भनेर भन्नुहुन्थ्यो। अहिले त खोलामा पानी नै छैन। पहिला चाहिँ कस्तो पानी हुन्थ्यो होइन? अहिले त होइन, यो सबै बाढीले आएर चाहिँ एकैचोटि लिएर गएको हो। बाढी आएको भएर, नत्र पहिला चाहिँ यो साइडतिर मात्र बग्थ्यो क्या खोला। मलाई थाहा भए अनुसार चाहिँ त्यही हो। फेरि अलिक जान्ने बुझ्ने मान्छेहरूले चाहिँ त्यस्तो होइन, किन बोलेको त्यस्तो भनेर भन्नुहुन्छ होला। नभन्नु होला, मलाई खासै ज्ञान चाहिँ छैन। त्यही पनि यस्तो यस्तो रमाइलो रहेछ। म यतातिर चाहिँ कहिले नि आएको थिइनँ है, यो मेरो फर्स्ट टाइम हो। यस्तो छ जङ्गलहरू चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ। यो पानी चाहिँ कहाँबाट आएको हो नि यस्तो? हेलो सर, यो पानी कहाँबाट आएको? पागल थोडी हो म धाराबाट भन्दै अब होला। खास हामी चाहिँ यसो खोलातिर आएपछि चाहिँ अब गर्मी चढ्नु थाल्यो नि त। त्यो भएको भएर चाहिँ खोलातिर आएको बेला चाहिँ यसो स्विमिङ गरेर जाऊँ न भनेर हो। त्यो स्विमिङ गर्नुभन्दा नि बढी त यहाँ यो उकालो चढ्दै थाकेर मर्ला जस्तो लागिसक्यो मलाई। यहाँनिर चाहिँ एउटा रुख ढल्याएर छ, यहाँ तलसम्म पुग्यो। अरे बाबे, यस्तै छ। मैले चाहिँ मेरो दिदीलाई खुब सम्झिरहेको छु होइन। @सुरुचि बस्नेत, आई मिस यु। होइन, मैले सबैलाई मिस गरिरहेको छु नि फेरि। फाइनली द वेट इज ओभर गाइज। त्यो झलुङ्गे पुलमा चाहिँ हो हामी आएको। खास त्यो झलुङ्गे पुल चाहिँ लगभग यहाँबाट देखिरहेछ। तर हामी स्विमिङ गर्न कपडा धुन जानुपर्ने चाहिँ अलि माथि नै हो अरे। म नि आएको छैन नि त, सो मलाई पनि थाहा छैन कहाँ हो कसो हो। यतातिर चाहिँ अहिले यस्तो दामी खेती भइरहेको रहेछ है। यो चाहिँ हाम्रो ठुलबाबाको हो। तर कस्तो राम्रो खेती गर्नुभएको छ। ए क्षितिज के छ? बाई। ल, यसरी चाहिँ हामी लाग्यौँ अब बिस्तारै अझै माथितिर। अब कहाँनिर हो भन्ने चाहिँ मलाई पनि थाहा छैन। हिँडेको छु म त, बाबे थाकियो हो। ओह्रालोमा चाहिँ होइन, म कहिले हिँड्नै सकेन कि पहिलेदेखि। ओह्रालोमा चाहिँ सधैँ दौडिनु नै हो भने। यहाँनिर चाहिँ यस्तो खुलो नि हारेछ। पुल हो कि झरना हो कि के भन्नेलाई यो हो त्यही। पुरै पानी यहाँ जमिनभरि पानी नै पानी भयो।
अरू हजुरहरूलाई कसरी देखाइदिउँ मैले होइन ठिकै छ र फाइनली हामी पुलसम्म आइपुगेछौँ पुलमा चाहिँ पछि जाने रे पौडी खेल्ने ठाउँ चाहिँ त्यही होला सायद यो चाहिँ हाम्रो यो पुल हो झलुङ्गे पुल चाहिँ दुईवटा छ कि सोखोलामा एउटा चाहिँ माथि एउटा चाहिँ यो यहाँ चाहिँ घट्ट रहेछ घट्टबाट पानी बगेछ यहाँ यस्तो रमाइलो छ नि इट्स अल नेचर लाइफ गल्ती भयो जस्तो सब केटा मान्छे मात्रै मलाई त किन आएछु हौ केटा मान्छे मात्रै छन् त हौ लाजको मान्नु हौ सबै हाम्रा दाजुभाइहरू मात्रै छन् दिदीबहिनीहरू त आउँदा रहेछन् यति माथि यो मेरो खुट्टामा चाहिँ के घोडा हो केही न केही त पर्यो के पर्यो यही कुरो बारे यस्तो दामी देखेको कि यो फुल अब सानोमा चाहिँ हामी होइन यसको यो के भन्छ यसको चाहिँ चुङ्गी बनाएर खेल्थ्यौँ अहिले त मलाई आउँदा नि आउँदैन होला सुन्नु न यो झारको नाम के हो हामीले चाहिँ हनुमान झार भन्थ्यौँ यी दुईवटाले मलाई मतलबै गरिराखेनन् गाइस आज चाहिँ खै मलाई त यिनीहरूले टेर्दै टेरेन टेर्दै यत्रोमा माछा छ अरे गाइस यहाँ चाहिँ माछा हेलो यो चाहिँ त्यहाँ झोलुङ्गे पुल छ यस्तो दामी छ भ्यू यस्तो दामी म खै कहाँ आए जस्तो भइरहेको यो बडीचौरमा यस्तो ठाउँ चाहिँ म कहिल्यै आएको थिएन यो मेरो फर्स्ट टाइम हो अनि म चाहिँ यसो आइरहेको छु होइन रमाइलो गर्नलाई ओइ त्यसको रस खान्छन् नि त्यो फुलको यो धाइरोको फुल मेरो बुढाले मलाई दिन्छन् कि भनेर कुरा हो दिँदैनन् जस्तो लोभिहान बन्द गर भनेर हामीलाई कम्प्लेन गर्दै हुनुहुन्छ हाम्रो नरेन्द्रजीले हजुरको दुई शब्द के भन्न चाहनुहुन्छ भाइरल भयो भने मलाई खुबी नसक्नु ए भगवान आई एम जस्ट डुइङ दिस फर माई इन्टरटेनमेन्ट वानली होइन खासमा चाहिँ कुरा के हो भनेपछि खास कुरो के हो भनेपछि म चाहिँ अलिक क्यामेरा साई पर्सन हो कि हल्का क्यामेरा देख्यो भने चाहिँ अगाडि आउन नखोज्ने त्यस्तै खालको द्याट्स वाइ आई डिसाइडेड के अनि ठिकै छ नि म त डुबिहाल्छु नि ठुलोमा त म यहीँ खेल्छु तिमीहरू माथि जाऊ यत्रो सानो जम्मा छ त्यहीमै खेलौँ भनिरहनु भने यिनीहरू नखेलौँ रे यत्रो ठुलो त खाने हो रमाइलो छ गाइज रमाइलो कोही होला नि तिम्रो शुभचिन्तकहरू यता हेर्नुहोस् त के भनिदिनुहोस् मैले खास मेरो भाइ डिस्टर्ब नभएर पढ्ला ह्यान त्यान भनेर बिदाभरि घर लिएर आएको यसलाई त मैले भ्याकेसनमा लिएँ जस्तो भएको गाइज यो त पुरै चिल मारिरह कहिलेहरू मोबाइल हेर्दै सुत्छ दिनेशको क्लास टिचर अथवा सब्जेक्ट टिचरहरू जो कोही पनि सब्जेक्ट हेर्दै हुनु के अरे सब्जेक्ट भन्छु यो भिडियो हेर्दै हुनुहुन्छ भने दिनेशलाई चाहिँ अलि सम्झाउनु होला बुझाउनु होला अलि चित्त बुझ्नु भने त कुर्दिँदा पनि हुन्छ है मलाई त केही समस्या छैन मेरो यत्रो उकालो हिँड्नु परिरह बरु थाकेर मऱ्यो म त ल मेरो कहानी कहाँ पुग्दै थियो बिर्सिहालेँ मैले त त्यही हल्का क्यामेरा साई भएर चाहिँ मैले अनि भिडियो बनाउने भनेर डिसाइड गरेको हो अनि पहिला चाहिँ अब दिन के हाल्थेँ अहिले त अल्छी भएको गाइज एक दिनमा के अरे 5 दिनमा एउटा आउँछ डेली भ्लग पनि मेरो त 5 दिनको एउटा डेली भ्लग कामै होइन होस् भइहाल्छ नि त बिस्तारै बिस्तारै हुँदै जान्छ ल ठिकै छ ल यो फेरि धेरै लामो भिडियो हुन्छ होला म बिस्तारै बिस्तारै हाल्दै गर्छु ए गाइज यहाँ त लडेर हैरान्छ गाइजमा हिँड्दा पागलै भइसक्यो यत्रो हिँडिसक्यो आधी घन्टा भइसक्यो म हिँड्न थालेको अझै पुगेँ होइन मलाई त छोडेर परै गइदिएँ आफ्नै भनाउँदा अरू के गुनासो गर्नु होइन आफ्नै भाइ आफ्नै श्रीमानज्यूले छोडेर गएपछि अरूलाई के भन्न छ त अब तर रमाइलो छ रमाइलो त त्यस्तै हो म चिसो हुन्छ कि पानी म फेरि खासै चिसो पानीले चाहिँ नुहाउनु सक्दिनँ के अनि त्यही भएर मलाई पानी
पानी चाहिँ चिसो हुन्छ कि जस्तो लाग्थ्यो अहिले त मलाई पुरा बरफमै हालिदिनु हुन्थ्यो जस्तो भयो गर्मीले गाइस पोलेर तातो तातो भएर म यहाँ माछा चाहिँ देखाउँछु है सानो सानो भुराहरू छ कहाँ गयो है त्यो भुराहरू ओइ भुराहरू आयो यी गाइस भुराहरू यी कस्तो दामी छ नि भुराहरू यी ल ल ल भएछौँ यस्तो बाटो छ म कसरी चाहिँ जाने होला म लडेँ भने नि गाइस लड्यो भने केही न केही हस्पिटल जान्छ होला गेट वेल्सन भनिदिनु होला आइए बाबी आइए अब यहाँ जसको भर परेर आएको त्यही मान्छेहरूले छोडेर गइदियो मलाई मलाई कि बाघ भालु आएर लियो भने चाहिँ के हुन्छ होला है अब सबै एकै दिन पनि गफ के गर्नु होइन अरू दिनलाई पनि गफ चाहिँ राख तर कुरो चाहिँ यही हो आई स्वेयर मलाई भुतिया घरमा जस्तो फिल भइरहेको कस्तो हो यो म लाइफमा फर्स्ट टाइम आएको बडिजलको खोलामा नि यस्तो हो भन्ने मलाई त थाहै थिएन के आइज यो पानी एकदमै गहिरो छ हेर्नु न तिनीहरू त्यहाँबाट चाहिँ हाम फाल्न खोजिरहन् ल हेर भाइ खासै ढङ्ग भएको त होइन रहेछ नि अर्काको पालो ल छिटो आइज हो आजको हाम्रो डे फन चाहिँ यही नै हो गाइज हामी एकदमै धेरै फन गरिरहेछौँ आज चाहिँ आएर हाम्रो भ्याकेसनभरिको यो चाहिँ मेरो ड्रामेबाज भाइ हो फाइनली गाइज हामी खोलाबाट नुहाई धुवाई सकेर एकदम अब चाहिँ हाम्रो घरतिर प्रस्थान हुँदैछौँ हाई अब चाहिँ हामी घर आइपुगेर जाँदैछौँ खाजा खान वेट एन्ड वाच यस्तो हरियालीमा हामी पुरा खाजा खान आइरहेछौँ खाजा चाहिँ हरियालीमा खाने होइन कि खाजा चाहिँ यहाँभित्र खाने हो तर बाहिर चाहिँ यस्तो हरियाली छ हामी यस्तो हरियाली हेर्दै खाजा खान्छौँ चाहिँ हामी टक्क लगाएर खाजा खान्छौँ खाजासँगै सबै चिज इन्जोय गरौँ है त यति हुँदै हामीले खाजासाजा खाइवरी भ्याएर अब चाहिँ आजलाई सक्यो भ्लग थ्याङ्क यू फर वाचिङ बाई